हुँदा राज्यको पूरा शक्ति नै लगाउनु भयो जनताले विश्वास गरेको एक वैधानिक शक्तिलाई निश्चेदित पार्न। त्यत्रो सामर्थ्यको सानो अंश मात्र हाम्रो कुरा सुन्ने भए, हामीसँग मिलेर सहकार्य गर्न लगाउनु भएको भए आज व्यवस्थाको बचाउमा शब्द र समय खर्च गर्नु पर्दैन थियो। यो सदनले निकास दिन सकेन, जनतामा निराशा व्याप्त छँदैछ। युवाले कि त देश छोड्छ कि सडकमा आउँछ स्वागत जुलुस बनेर। त्यो स्वागत जुलुसका एक अराजक पात्र यहाँहरूका ठूला भनिएका दलहरूले हुर्काएर बढाएको हो। हामीसँग तर्क गर्न सकिन्थ्यो, तपाईहरूको यो विचारमा खोट छ भनेर औल्याउनु भएको हामी समीक्षा पनि गर्थ्यौं होला, तर तपाईहरूले त्यो आवश्यक ठान्नु भएन। अब आफैले बढ्जान दिएको भस्मासुरले तपाईहरूको टाउकोमा हात राख्दैछ। अब प्रश्न छ, जुन आर्थिक मन्दीको अवस्थामा जनता झन निराशको बाटो जाँदैछ, त्यो एउटा बाटो त सहकारी पनि हो नि। जसले खर्च गर्न सक्छ उसको हातमा पैसा छैन, किनभने 1 वर्ष अगाडि गरेको सहमति तपाईले कार्यान्वयन गर्नुहुन्न। अब चैत्र 17 गते फेरि आन्दोलन गर्छु भन्दैछन्। उहाँहरूको आवाज सुन्ने कि नसुन्ने? यो विधेयक फिर्ता लानुस्, रिराइट गर्नुस्, ल्याउनुस्। पूर्व राजालाई स्वागत गर्न आएको जुलुस, जनताको आक्रोश सडकमा आएको हामीले सम्बोधन गर्नुपर्छ भन्नुभयो। उहाँको विश्लेषण एकदम ठिक छ, तर त्यो आक्रोश यो भन्दा अगाडि 2079 सालको चुनावमा पनि पोखिएको थियो मतपत्रमा। त्यसैका कारण म यो सदनमा बोलिरहेको छु। त्यो आक्रोश नै थियो जसको कारण नामै नसुनेको म जस्ता पात्रहरू जनताले हाम्रो निराशा चिर्न केही गर भनेर हामीलाई यहाँ पठाउनु भयो। हामी यहाँ त्यही व्यवस्थाभित्र बसेर जननिर्वाचित हरूसँग, तपाईहरूसँग सहकारी सरकारले यो सहकारी पीडित बचतकर्ताहरूसँग गरेको थियो विभिन्न कालखण्डमा। एउटा 2080 साल 12 महिना 8 गते र 2081 साल 5 महिना 23 गते। यसमा सचिव, हरेकचोटि सचिव स्तरको वार्ता टोली गठन गरेर विभिन्न बाचाहरू गरिए, तर त्यो बाचाहरू कुनै फुलफिल भएन। म तपाईलाई एउटा सानो उदाहरण दिन्छु। उहाँहरूले एकदम सिम्पली हैन, सहकारी संघर्षरत पीडित पक्षले माग गरेको एवं हाल समस्या देखेका सहकारी संस्थाको निरीक्षण, अनुगमन एवं हिसाब जाँच गर्ने, यस्तै गरेर उहाँले लेख्दै गर्दाखेरि यो सरकारले समस्याग्रस्त सहकारी घोषणा गरी एकद्वार प्रणाली मार्फत त्यस्ता सहकारीको सम्पत्ति दायित्वको फरफारक गरी बचतकर्ताको बचत फिर्ता गर्ने प्रक्रिया अवलम्ब थालनी गर्ने, मौजूदा समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा जनशक्ति, स्रोत साधन लगायत संस्थागत क्षमताको सुदृढीकरण गरी यसरी घोषणा गरिएको समस्याग्रस्त सहकारी संस्थाको सम्पत्ति र दायित्वको व्यवस्थापन तथा बचत फिर्ताको कार्यवाही यथाशीघ्र सम्पन्न गर्ने भनेर करिब 1 वर्ष अगाडि, करिब 7 महिना अगाडि यो गरेको थियो। यो गर्दाखेरि एकजना यो महासंघका अध्यक्ष आमरण अनसनमा बसेका थिए। त्यो आमरण अनसन तपाईले तोड्नु भयो यो प्रमिस गरेर। त्यसपछि यो आन्दोलनका सबै क्रियाकलाप रोक्ने भनेर यो 2 पटक अग्रिमेन्ट गर्यो, तर केही बाचा पूरा गर्नु भएन। 10,000 भन्दा कम सहकारी बचतकर्ताहरूको रकम 10,000 पनि कटेको छैन। बचतकर्ताहरूको रकम फिर्ता भएको छैन। न कर्मचारीहरू तपाईले थप्नु भएको छ, न त 30 वटा भन्दा बढी कतिवटा समस्याग्रस्त घोषणा गर्नुभयो। यसरी पटक पटक समझदारी गरेपछि यो आक्रोश हो।